यो सिमहरू पनि निकालिराख्नु क्या त्यो लाउनु कस्तो भित्ताहरू परतिर घुर्दाखेरि आउनुपर्छ कि घुर्दा यस्तो घुर्दा टेक माई भिडियो के पो हुन्छ हेर्दा ए अनि घर पनि बनाएको रहेछ त्यसले चौतारा जानु नि त्यसमा हामी मान्छे त जाउँ न हानिदिनु मारिदिनु फोटो मारिदिनु यता मामा चाहिँ के भाग्नु आयो अन्नपूर्ण क्षेत्र अब पहाड wow. गोर्खा पार्क आराधरान नखाने सेलरोटी खाने भन्नुहुँदैछ सेलरोटी कता चढ्नु भयो हुँदैछ हौ भान्जा हामी चाहिँ डुल्नु आएको यी माछाहरू घाम तापिरहेछ ओ नो Then look at this. Look. आराधरा भनेको चाहिँ यही हो आइया हो हे 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 बनाइदेऊ बिचरा त दिउँसै हिँडे अनि आएर कहाँ जानु टेम्पोमा अहिले हो हुन्छ
गोर्खा चौतारी भुपूहरू चाहिँ फाँडफुड पनि गर्नुहुँदैछ। टाइम पनि पास हुने। धेरै धन्यवाद छ पार्कको नाम पनि भन्नु पर्यो नि त श्रम संस्कृति पार्कमा आएर हजुरहरूले उपभोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुर ताली। र म साथैमा हाम्रा भएका दिदी बहिनीहरूलाई पनि हाम्रो धरनको यो पार्क के कस्तो लाग्यो भन्ने दुई विचार राखिदिनु हुन्छ भन्ने ल जानु भन्नु दिनु पर्यो हाम्रो आश्रमबाट आउनु भएको बहिनीहरूले। उहाँ गएर भनिदिनु पर्यो यहाँ चाहिँ के प्रोग्रामहरू नेस भनेको त्यस्तै हाम्रो ग्रुप चाहिँ। अनि म पनि वाउ यहाँबाट त तोप गोला हान्ने ठाउँ रहेछ त ऊ परतिर पनि छ। अहिले माथिदेखि देखाउँछ। गोर्खा चौतारी चाहिँ यस्तो छ है। वारे वा सास बढेर भनेको वा गोर्खा चौतारी चाहिँ हो पर्छ। म अस्ति घुम्नु जाँदा नाक यो निदा डरेर एक पत्रै गयो। फोटो मारौँ फोटो मारौँ। के गर्नुभएको? एक्सिडेन्ट भयो त्यस्तो। खोइ मम्मी म लगाइदिन्छु नि। पहिला चन्द्रगिरीमा नि यस्तै भयो टोपी माथि राखेर टोपी खोलेको बहिनी मेरो मन यता बहिनी एउटा राम्रो चाहिएन नि त। चस्मा चस्मा कोहीसँग छैन। गुन्डाको माथि राख्नु भएको हजुर कता हेर्नु हुन्छ अब यता अगाडि अब पछाडि भयो हामी पनि छुमाइदिएको चस्मा लाउनु न। होइन मोटो मान्छेलाई चाहिँ 05 बाट धमाधम रहेछ त्यही पनि हामी पसेर ल ल ल ल अर्को चाटा पनि देखाउनु न। सब जङ्गलहरू खनानी गर्नुहुँदैछ। तोप गोली लो मैले थाप्दै
लु लाग्यो हामी त